चाहिँ च्याटल यो घरमा खानासाना खाइसकेर दिउँसोको व्यापार हामी चाहिँ यहाँ दुईजना साथीहरू हिँडिसक्नु भयो। हामी दुईजना चाहिँ यहाँ झोला बनाउँदैछौँ यो चौतारामा। हाम्रो चाहिँ यो चौतारो एकदम लक्की चौतारो भनौँ न एक हिसाबले। हामी बस्ने चौतारो यही हो। यतातिर पुरै जङ्गलहरू छ, यी जङ्गलको बिचमा चौतारो। हावा लागिरहन्छ। अहिले अब पुरै खाना खाइरहनु भएको हुनसक्छ, त्यही भएर मान्छेहरू सुतेपछि व्यापार हुँदैन। व्यापार नहुने बसी हामी चाहिँ बिहान बेचिन्छ, दिउँसो आइन्छ 2-3 घन्टा यही चौतारामा हाम्रो बसाइ। ल हेर्नुहोस् च्याट्ट लाएर हामी यही चौतारामा बस्छौँ। अनि त्यसपछि यही जङ्गलको हावा खान्छौँ। यहाँ बर पिपलको रुख पनि छ ठुलो यो चौतारामा। बर पिपलको चौतारामा नि सुत्ने ठाउँहरू पनि छ। यतै बस्यो यस्तै छ हाम्रो चाहिँ बसाइ। हाम्रो दुःख भनौँ न, यो बसाइ भन्दा नि दुःख। दिनभरि दुःख गर्ने हो। बिहान गयो, बिहानभरि घुम्यो, दिनभरि फेरि अब 2-3 बजेपछि फेरि व्यापारमा सुरु गर्यो। एकैचोटि घर चाहिँ बेलुका हो हाम्रो। ल यो झोला बनाइराख्नु भएको छ। के छ विष्णु सर, घिउसिमी कसरी छ? ल ए झोलामा भरेर खाँदेर दिनु भइरहेछ, तै पनि घिउसिमी खाँदैन मान्छेहरूले। हेर्नुहोस् घिउसिमी नि तरकारी कसले खाने बाबु भन्छन्। हेर्नुहोस् ल ए यतापट्टि काँक्रोको व्यापार छ हाम्रो। काँक्रो, यो काँक्रो चाहिँ काँक्रोले बरु सम उठाइसक्यो। लगानी जति लगानी गरेर उठाइसक्यो काँक्रोले। यो फाइदाको हो। घिउसिमी चाहिँ बिकेकै छैन हजुर। बिहानदेखि अहिलेसम्म घुम्दाखेरि कति पोका बिकेर बिच्नु? एक पोका। जम्मा 50 को घिउसिमी बिक्यो। हेर्नु 1000 को घिउसिमी हालेको 50 को बिक्यो। अनि टमाटर बरु बिकिरहेको छ यही चौतारोमा बसेर। यो चौतारोमा नि व्यापार हुन्छ अलिअलि। झ्याप्प लाएर व्यापार गऱ्यो भने आउने जाने मान्छेले किन्नुहुन्छ। यो ठुलो रुखहरू छन् चट्ट। ल है त हजुरहरू, ल धन्यवाद छ ल सबैलाई। यसो लाइक कमेन्ट गरिदिनु होला, सेयर पनि गरिदिनु होला। यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने मेरो भिडियो सेयर गर्नुभयो भने फेरि अर्कोचोटि चाहिँ पोस्ट गर्दाखेरि आउँछ। ल